Am I anxious or he's gaslighting me? So it's also a rant. हिजो he told we'd watch a movie together. माम खान गएको थिए 20 मिनट कुरायो अनि म आउँछु भन्यो. I waited. He came late. पुरेको 1.5 घन्टा भयो आएन. कल गर्दा उठायो अनि एकदम रिस उठ्यो थियो मलाई. मैले तेरो 20 मिनट अझै सिद्धिएन भनेर भने. एन्ड आई सेड म तसँग बस्न सक्दिनँ यसरी. मेरो टाइमको रेस्पेक्ट छैन तँलाई भनेपछि he cut the call and started ignoring me. म कल गरिरहे. He told me he was so immersed त्यही एनिमेमा अनि told me not to disturb him while he's watching अनि साइलेन्ट ट्रिटमेन्ट दिएको मलाई. अहिले यही बारेमा बोल्न लागेको. He's telling me उसलाई सरी भन्न पर्छ भनेर थाहा थियो तर I didn't give him the chance रे. अनि मैले माफी मागिसकेँ but he's angry and saying कि I'm so anxious that it overwhelms him but I'm just so upset that आफूले गर्न नसक्ने कुरा गर्छु भनेर उसले किन होप दिनु मलाई. It's not even about the movie anymore. 20 minutes भनेर त्यत्रो बेर कुराएर अझै I don't owe you anything रे. The fuck? उसले चाहिँ he assumes the worst in me तर नि मैले चाहिँ बुझ्नुपर्छ उसलाई अस्युम गर्न पाउँदिनँ उसको बारे. Am I wrong in this or के? मैले पनि रिसको तालमा बढी बोले होला. माफी नै मागिसकेँ and he's mad at me now भनेर लेखेछ. सुन्दाखेरि चाहिँ कस्तो भयो भने अब सरी बहिनी होइन मलाई चाहिँ अलिकति केटा भएर मात्र उसको सपोर्ट लिएको होइन तर he's saying that तिमीले उसलाई स्पेसै दिँदैन भन्ने नि गरिरहेछ नि त. सुरुमै अब अलि अग्रेसिभ भयो कि भन्ने जस्तो लाग्यो कि. अनि उसले सरी भन्छु भनेर सोचिरहेको थियो नि त केटाले त. मौकै दिएन भनिरहेछ कि अब सुरुमै फोन गरेर वार भइसक्यो क्या त्यहाँ. मलाई कुरा हुने मेरो टाइमको भ्यालु छैन भइसक्यो क्या अब भन्छ नि. उसले अब त्यस्तो भयो अनि धेरै ल्याङ भयो भनिरहेछ. अनि फेरि आफूले पनि रिसाएर म यसरी बस्न सक्दिनँ प्याच भनिसक्यो होइन. अब के गरोस् त अब केटाले नि भने जस्तो भयो क्या मलाई. अलिक बढी नै रिसाएको हो कि जस्तो लाग्यो. अनि केटाहरूले हल्का स्पेस पनि खोज्छ नखोज्ने होइन. उसलाई एनिमे हेर्नु मन लागेको थियो होला होइन त्यो बेलामा के गर्नु अब यस्तै हो. कम्युनिकेसन अलिकति कम भयो होइन कमजोर. अब ब्रोले अलिकति आफ्नो कम्युनिकेसनमा अब अलिकति इम्प्रुभमेन्ट ल्याउनुपर्छ जस्तो फिल भयो मलाई चाहिँ. सो लाइक अब इफ युआर नट गोइङ टु वाच द्याट मुभी विथ हर वाइ वेस्ट हर टाइम भनेको कुरा चाहिँ गर्नु पऱ्यो. पहिला नै अब आइएम नट गोइङ टु वाच अरू केही चिज गरौँ अरू तिमी केही गर म केही गर्छु किनकि मेरो यो हेर्नु छ भनेर मेरो प्रायोरिटी अहिले यो हो भनेर ठक्कलाई उसले कुरा गर्न सक्थ्यो. तर अब लाइक यु सेड अब सानै भइसकेपछि अब त्यस्तो बुद्धि हुँदैन अफकोर्स. अब बिस्तारै त म्याच्युरिटी बल्ल आउँदैछ बुद्धि आउँदै जान्छ होला. अब त्यस्तै छ भने अब लाइक अफकोर्स यङ छ होइन अफकोर्स गो एन्ड एक्सप्लोर. तपाईँलाई त्यस्तो कुरा नमिले त्यस्तो भइरहेछ त्यस्तो नै भइरहेछ भने त छैन होइन जस्तो क्यारी अन. तर बहिनीलाई पनि अर्को सजेसन चाहिँ त्यो होइन अलिकति ल्याउनु चाहिँ पर्छ होइन. उसलाई स्पेसै चाहिए नै हुनसक्छ होइन हुनसक्छ आफूले धेरै गिरी गरिरहेको छ. केटीहरू पोजेसिभ नै भइदिन्छ नि होइन फेरि कहिले कहिले डेन्जरै पोजेसिभ नै हुन्छ. अब आफू कस्तो छ भन्ने कुरा सेल्फ रिफ्लेक्सन चाहिँ चाहियो यहाँ. त्यही त त्यो गरेर यसो विचार गऱ्यो भने जस्तो लाग्छ. यो त एकदम पर्सनल कुरा पनि भयो जस्तो मलाई. दुईजना पनि वर्कआउट गरेर अब पुरा मिलाएर चट्ट लाग्यो अगाडि बढेर खुसी सदा खुसी रह्यो. हाम्रो बेस्ट विशेष चाहिँ त्यही नै छ.